साथीहरु स्वागत छ कनेक्ट नेपालमा। मलाई धेरै जनाले चाहिँ यो युके सिजनल वर्किङ भिजा खुलेको हो कि भनेर धेरै जनाले इन्क्वायरी पठाउनु भयो र म आज भिडियो फेरि बनाउनु पर्ने भएको छ है। र धेरै जनाले सायद टिकटकमा हेर्नुभयो होला युके सिजनल भिजा चाहिँ ओपन भएको छ भनेर भनिएको रहेछ। मैले पनि एक दुईवटा हेरेँ है। सो वास्तविकता के हो है त। अनि जम्मा हेर्नुस् अहिले अपरेटर जम्मा 7 वटा रहेछ अपरेटर है। 6 वटा हैन 7 वटा अपरेटर छ है। म तपाईहरुलाई अपरेटरकै वेबसाइटमा लगेर देखाउँदैछु कसले चाहिँ के लेखेको छ त नेपालको बारेमा के लेखेको छ अथवा युके सिजनल वर्किङ भिजाको बारेमा के लेखेको छ। यसको लागि चाहिँ सिधै ल्यापटप स्क्रिनतिर जाउँ। साथीहरु हेर्नु एउटा कुरा तपाईलाई म भनिहाल्नु यो चाहिँ हेर्नु एग्री एचआर हो। यो एग्री एचआर चाहिँ 2023 देखि चाहिँ अपरेटर भएको रहेछ नयाँ हो यो हेर्नु। We have been appointed the new seasonal worker scheme operator from January 2023 है। जुन 2023 जनवरी देखि चाहिँ नेपाललाई ब्यान गरेको है। अब यसले चाहिँ यहाँ लेखेको छ वेयर वी अपरेट है। यसले चाहिँ कता कताबाट मान्छे लिएर जान्छ हेर्नु त। ग्रेट ब्रिटेन, कजाकिस्तान, बुल्गेरिया, किर्गिस्तान अनि यो के हो रूट वर्कर फ्रम अराउन्ड द वर्ल्ड। यहाँ लेख रूट वर्कर फ्रम अराउन्ड द वर्ल्ड रिटर्न वर्कर आर अवेलेबल अन एनी फार्म। अनि यहाँ हेर्नु अनि यहाँ लेखेको छ रिटर्न वर्कर फ्रम द अराउन्ड द वर्ल्ड भनेको छ है। भनौँ चाहिँ यसले रिटर्न वर्कर भन्नाले कस्तो जनाउँछ भने नि जो चाहिँ पहिले काम गरेर उताबाट फर्केका छन् त्यस्तोलाई जनाउँछ हैन। बट आई एम नट स्योर हैन यो लक सक्ने भन्ने चाहिँ म सक्दिन हैन। तर तपाई के गरी रिटर्न ब्याक हो भने चाहिँ एउटा इमेल चाहिँ पठाउनु होला। पैसा चाहिँ 1 रुपैयाँ लाग्दैन। यता कतै इमेल छ हेर्नु हैन। तपाईले भन्नुपर्छ तपाईले आफ्नो सीओएस अथवा आफ्नो एक्सपिरियन्स डकुमेन्ट जुन तपाईलाई फार्मले दिएको छ त्यो पठाउनु होला। अनि कन्ट्याक्ट असमा जानु होला। यहाँ सो कुनै न कुनै इमेल हुन्छ है। सो कन्ट्याक्टमा गएर चाहिँ तपाईले के गर्नु भने नि यहाँ एउटा इमेल छ कतै यहाँ हेर्नु होला कतै इमेल छ त्यो इमेलमा चाहिँ तपाईले लेख्नु होला कि तपाई चाहिँ युके रिटर्नी हो। तपाईले चाहिँ युकेमा सिजनल वर्क भिजा काम गरेर फर्केको मान्छे हो। तपाईले चाहिँ वेबसाइटमा देख्नु भएको छ यु क्यान एप्लाई भनेर लेख्नु भएको छ। यहाँ लेखेको रहेछ कि रिटर्न वर्कर फ्रम अराउन्ड द वर्ल्ड। बट आई एम नट स्योर नेपाली आर एलाउड अर नट मलाई भन्न सक्दिन। तर एज फार एज माई कन्सर्न नेपाली आर नट एलाउड। नेपालीलाई ब्यान गरिएको छ हैन। तर यहाँ लेखेको छ एकचोटी इमेल पठाउनु होला। र अर्को देखाउँदैछ हेर्नु हैन। जस्तै अर्को चाहिँ हेर्नु फ्रुटफुल त लाग्दैन किनभने नेपाललाई ब्यान गरिदिएको छ हटाइदिनु यसलाई। अब अर्को यो हेर्नु यो होप्सले पनि लाग्दैन नेपाललाई लाग्दैन। यसले कतै न कतै लेखेको छ नेपाललाई लाग्दैन भनेर लेख्दैछ। हेर्नु फ्रम अफ्रिका, सेन्ट्रल एसिया, युरोप, साउथ एसियाबाट लगेको छैन हेर्नु यहाँ नेपाललाई लाग्दैन यिनीहरूले है। साउथ एसियाबाट कुनै पनि कन्ट्रीलाई लाग्दैन। युरोपबाट लग्छ, सेन्ट्रल एसियाबाट लग्छ। सेन्ट्रल एसिया भन्नाले कजाकिस्तानहरु है त्यस्तो अफ्रिकाबाट लग्छ। यसलाई होप्सलाई पनि हटाइदिनु। यो अब हेर्नु इथेरो स्ट्र्याटेजिक स्टाफिङ छ। यहाँ आउनुस् सिजनल वर्किङमा एकचोटि क्लिक गर्नु हो। अनि त्यसपछि यहाँ हर्टिकल्चर वर्कर देख्छ, लाइभ स्टक देख्छ हैन। यहाँ नेपालको बारेमा केही लेखेको देखिदैन है। तर जहाँसम्म लाग्छ यसले पनि नेपालीलाई ब्यान गरेकै छ जस्तो मलाई लाग्छ। त्यही पनि म यो लिंक छोडिरहेको हुन्छ तपाईहरुलाई है त। लिंक छोड्छु यसको है। अनि के आउनु भने त्यही पनि एउटा इन्क्वायरी इमेल यसलाई पठाउन सक्नुहुन्छ। आई एम फ्रम नेपाल एन्ड आई एम लुकिङ फर सिजनल वर्क भिजा। तिमीले नेपालीलाई इस्यु गर्छ कि गर्दैन, नेपालीलाई लिएर जान्छ कि जाँदैन मैले पनि लेख्छु ल। मैले पनि इमेल पठाउँछु। तर आज स्याटरडे हो, भोलि सन्डे हो, 2 दिन रिप्लाई आउँदैन। मेबी मन्डे आउँछ। म रिप्लाईको तपाईलाई आन्सर भनिदिन्छु है त। मन्डेमा तपाईलाई भन्नुला के गरी यसले पठायो भने। यहाँ नेपालको बारेमा लेखेको छैन। तर जहाँसम्म लाग्छ मैले बुझे अनुसार मैले देखे अनुसार नेपाललाई ब्यानै गरेको छ है। अब यो भयो एउटा। अर्को हेर्नुस् कन्कोडिया यो सरी कन्कोडियाको हेर्नु यहाँ लेखिदिएको छ नेपालीलाई लाग्दैन भनेर। नेपाल लेखेको छैन कुन देशबाट लग्छ भनेर यहाँ लेखिदिएको छ है। सेन्ट्रल एसिया भनेको यही हो कजाकिस्तान, ताजिकिस्तान, अजरबैजान सेन्ट्रल एसियामा पर्छ। अजरबैजान युरोपमा पनि पर्छ होला अलिअलि तर यो सेन्ट्रल एसियामा पर्छ प्राय है। यसलाई पनि मैले हटाएँ। अब हेर्नु प्रोफोर्समा चाहिँ प्रोफोर्सले पनि सिजनलमै लग्ने त देखिन्छ हैन। तर नेपालीले लग्छ कि लाग्दैन भनेर यहाँ केही पनि खुलाएको छैन हैन। यहाँ खुलाएको केही पनि छैन। नेपालको बारेमा केही पनि खुलाएको छैन। मैले भन्छु फेरि पनि 2023 देखि नेपाली 2023 जनवरी देखि नेपालीहरु कोही गएकै छैन है। कोही पनि गएको छैन। मैले देखेकै छुइनँ।
तपाईँ भन्नुहुन्छ एग्रो फन्ड एउटा के छ एग्रो फन्डहरू अरू के फन्ड छ त्यो सबै फेक हो होइन। अब यसले पनि मैले प्रोपोजल पहिले पनि लगेको थिइनँ, सायद यसले पनि अहिले पनि लग्छ भन्ने मलाई थाहा छैन होइन। यो प्रोपोजललाई चाहिँ म हटाउँदैछु हो। अब हेर्नु यो छ एउटा चाहिँ योले चाहिँ खालि पोल्ट्री मात्र लग्छ, आरई रिक्रुटमेन्ट है। यसले चाहिँ पोल्ट्रीमा लग्छ। जस्तै थ्याङ्क यू टु एप्लाई फर सिजन क्लिक हियर। ओके एकचोटि हेरौँ, तपाईँले फर्म फिलअप गर्न सक्नुहुन्छ। यो चाहिँ पोल्ट्रीको लागि हो है, 3 महिनाको हुन्छ। अब मैले देखेको छुइनँ, यसले पनि लगेको अहिलेसम्म मैले सुनेको छुइनँ है। तर तपाईँले इन्क्वायरी पठाउनलाई चाहिँ पैसा लाग्दैन क्या, तपाईँ सोध्न सक्नुहुन्छ। यु क्यान आस्क क्वेसन, तैँले नेपाली लग्छ कि लग्दैनस् भनेर है त। दो म पनि इमेल पठाउँछु यसको पनि है, यसको पनि म इमेल पठाउँछु, जसको रिप्लाई म तपाईँहरूलाई यसको के रिप्लाई आयो भने तपाईँहरूलाई मन्डे अथवा ट्युसडे म यसको रिप्लाई दिन्छु। सो साथीहरू हेर्नुहोस्, म यो 3टामा इमेल पठाउँदैछु। म 3टामा इमेल पठाउँदैछु। म यहाँ के लेख्छु भने आई एम रिटर्निङ फ्रम, म दो होइन, म तपाईँहरूको लागि तपाईँहरूको चाहिँ एउटा रिप्रेजेन्टेटिभ भनेर इमेल पठाउँदैछु। र इमेलमा म लेख्छु, तपाईँले पठाउन पनि सक्नुहुन्छ, नपठाउन सक्नुहुन्छ, तर म चाहिँ इमेल पठाउँदैछु कुरा लेखेर। त्यसलाई लिन्छ कि लिँदैन भने, किनभने नेपालमा पनि 10-15-20जना होला रिटर्न उता रिटर्न भएको, नेपाल युकेबाट रिटर्न भएको है। सो उहाँहरूको लागि चाहिँ एउटा इमेल पठाउँछु म, र यसलाई पनि इमेल पठाउँछु। यो सिजनको लागि हो, यो चाहिँ सरी पोल्ट्रीको लागि हो। र यो चाहिँ इथेरो स्टाफिङ हो है। र हेर्नुहोस्, एज फार एज माई कन्सर्न है, मेरो अनुभवले मेरो रिसर्चले हेर्दाखेरि चाहिँ नेपाल इज स्टिल ब्यान, नेपाललाई ब्यान गरेकै छ। नेपालीहरू भाग्नाले, नेपालीहरू काम नगरेर भाग्नाले नेपालीहरूको छवि राम्रो छैन त्यहाँ युकेमा। यही कारणले गर्दा ब्यान भएको हो नेपालीहरू। अब ब्यान कहिले लिफ्ट अफ हुन्छ थाहा छैन है। अब यो 3टामा चाहिँ लेखेको छैन केही पनि त्यस्तो कुरा। सो यु क्यान सेन्ड इमेल, तर तपाईँको बिहाफमा म इमेल पठाउँदैछु यसमा है। र यसको रिप्लाई म तपाईँहरूलाई केही उनीहरूले पठायो भने मैले भिडियो बनाउने बेला तपाईँहरूलाई अवश्य पनि भन्छु है, यसको रिप्लाई के आयो भनेर है त। साथीहरू यहाँसम्म हेरिदिनु भयो, धेरै धेरै धन्यवाद।